मेरो पहिचान ईमानदारी मेरो बाटो कर्तव्य नै मेरो सम्मान ईमानदारी मेरो बाटो कर्तव्य नै मेरो सम्मान। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, श्रद्धेय यस गरिमामय एवं महत्त्वपूर्ण कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, निष्पक्ष निर्णायक मण्डल, शिक्षाको प्रज्वलित पुञ्ज चम्काउनुहुने समादरणीय गुरुवर्ग, मेरा प्रतिस्पर्धी एवं अप्रतिस्पर्धी मित्रहरूमा म युनिस प्राज्वलिकको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज मिति 2082 साल 11 महिना 1 गतेका दिन यस श्री नेपाल तारा माध्यमिक विद्यालयको प्राङ्गणमा हुन गइरहेको वक्तृत्व कला प्रतियोगिताको शीर्षक रहेको छ म र मेरो कर्तव्य। सभाध्यक्ष महोदय, सर्वप्रथम त म यस महत्त्वपूर्ण विषयमा केन्द्रित रहेर यस कार्यक्रमको आयोजना गर्नुभएकोमा सम्पूर्ण गुरुवर्गप्रति नतमस्तक हुँदै सम्पूर्ण गुरुवर्गमा अन्तर्मनको अन्तर्पुनादेखि नै हार्दिक आभार प्रकट गर्न चाहन्छु। सभाध्यक्ष महोदय, अब भने म आफ्नो विषयवस्तुतर्फ प्रवेश गर्ने अनुमति चाहन्छु। म भनेको के हो, म को हुँ र मेरो कर्तव्य के हो भन्ने कुरामा खासै परिचर्चा आएको पाइँदैन। म भनेको आफूलाई चिनाउने चिनारी हो, न कि कुन तवरबाट चिनाउन चाहनुहुन्छ। राम्रो, असल, ज्ञानी, बुद्धिमान वा अन्य यस्तै वा मानवीय दुर्गुण वा अहम्ताले भरिएको जीवन केही छैन, अस्थायी हो। रिस डाहा घमण्ड सबै बेकार छ। सक्छौ भने जति सकिन्छ त्यतिसम्म सम्मान सहयोग गरौँ, सकिँदैन भने नराम्रो वा दुष्कर्म नगरौँ। आत्मानुभूतिको बोध गर्दै कमाउँदै रमाउँदै जमाउँदै धर्म कर्म काम र मोक्ष प्राप्त गर्नु मेरो कर्तव्य हो। मनुष्य चोला धारण गरेका हामी म को हुँ र मेरो कर्तव्य के हो भन्ने कुराको बारेमा जान्नु अपरिहार्य छ। काम, क्रोध, लोभ, लालच, मोह सबै त्यागेर म को अर्थ आत्मा हो भनेर प्रमाणित गर्नु नै कर्तव्य हो। कर्तव्य भनेको के हो भन्ने बुझेमा मात्र सभ्य समाजको निर्माण गर्न सकिन्छ। सुशासन कायम हुन्छ र भ्रष्टाचारको अन्त्य हुन्छ। घमण्ड, रिस डाहा, लोभ, लालच यी कुराहरूको अन्त्य गरी सभ्य समाज, संस्कृत समाज र दिगो विकासको निर्माण गर्न सक्नु नै मानव जीवनको कर्तव्य हो। कर्तव्य भनेको मानिसको जिम्मेवारी र दायित्व हो, जुन हरेक व्यक्तिले इमान्दारपूर्वक निभाउनुपर्छ। मेरो कर्तव्य भनेको असल व्यक्ति बनेर राष्ट्र र समाज निर्माणमा हात पुर्याउनु हो। जसले गर्दा मानिसको चरित्र निर्माणका साथै अनुशासनमा पनि सुदृढ गर्छ। ठुलालाई सम्मान गर्नु, सत्कार गर्नु, सानालाई माया गर्नु, आफ्नो अभिभावकले भनेको मान्नु, उहाँहरूको सम्मान गर्नु मेरो दायित्व हो। हत्या र हिंसाबाट टाढा रहेर हाम्रो देशको राष्ट्रिय गान, राष्ट्रिय झण्डा र राष्ट्रिय सम्पदाको संरक्षण गर्नु मेरो दायित्व हो। महाकवि लक्ष्मी प्रसाद देवकोटाले भनेका छन्, कर्तव्यले मानिसलाई महान बनाउँछ। त्यस्तै अरस्तुले भनेका छन्, कर्तव्यको दैनिक अभ्यास नै मानव जीवनको आधार हो। भन्दै अन्त्यमा म के भन्न चाहन्छु भने हरेक मसँगै मेरो कर्तव्य सँगै जोडिएर आएको हुन्छ। म छोराछोरी हुँ, आमा बुवाको पसिनाको मूल्य बुझ्नु, उहाँहरूलाई सम्मान गर्नु र उहाँले दिएको निर्देशनमा लाग्नु मेरो कर्तव्य हो। म विद्यार्थी हुँ, आफ्नो पढाइप्रति इमान्दार हुनु मेरो पहिलो कर्तव्य हो। पढाइबाट इमान्दार हुनु मेरो पहिलो कर्तव्य। कापीमा राम्रो अक्षर लेख्ने मात्र होइन, आफ्नो चरित्रमा राम्रो संस्कार लेख्ने मेरो दायित्व हो। म यो समाजको एक सदस्य हुँ। गलत देख्दा चुप नबस्नु, न्यायको पक्षमा अडिग रहनु मेरो कर्तव्य हो। म यो देशको नागरिक हुँ। देशलाई माया गर्नु भनेको नारा लगाउनु मात्र होइन, मिहिनेत, परिश्रम र जिम्मेवारका साथ देश निर्माणमा हातेमालो गर्नु हो भन्दै यस मञ्चबाट उजेल गर्न चाहन्छु। धन्यवाद, नमस्कार।